साथीहरु आज त मलाई पक्का लागिरहेछ कि राज वारिसले चाहिँ कुनै पनि होइन मात्र आफ्नो पपुलारिटी बढाउनलाई सन्दीप लामिछानेलाई लगेको रहेछ भनेर। किनभने आज लगातार तेस्रो पटक चाहिँ प्लेइङ 11 मा सन्दीप लामिछानेलाई राखिएको छैन साथीहरु। पहिलो दोस्रो म्याच खेलाउँदा राम्रै गरेका सन्दीप लामिछाने दुईटै म्याचमा विकेट लिएका हाम्रो किङ सेन्डीलाई आज लगातार तेस्रो म्याचमा चाहिँ राखिएको छैन। तर जे होस् हाम्रो किङ प्लेयर भनेको किङ हो, उहाँ चाहिँ कसरी खेल्नुहुन्छ के खेल्नुहुन्छ र उहाँको भ्यालु के छ टिममा त्यो हामीलाई थाहा छ, हामी नेपालीलाई थाहा छ साथीहरु। राज वारिसले जसरी भयो नि हाम्रो किङ सेन्डीको इन्टरनेसनल पावर देखेर भए पनि बोलाएको छ, त्यही नै हाम्रो लागि ठुलो कुरो हो। जे भयो नि बसी बसी पैसा आइराछ त्यही बुझौँ हामी। उहाँको बारेमा खुसीको खबर पनि छ साथीहरु। उहाँको पपुलारिटी कति छ भनेर राज वारिसले होइन कि त्यहाँका एक एक क्रिकेटरले पनि बुझेका छन् साथीहरु। हिजो चाहिँ एकजना बंगलादेशी क्रिकेटर मेहरबले चाहिँ एउटा पोस्ट हाल्दै के लेख्नु भएको छ भने इन बिट्विन प्र्याक्टिस सेसन विथ नेपाली सुपरस्टार सन्दीप लामिछाने भनेर पोस्ट हाल्नु भएको छ साथीहरु। सो यो चाहिँ हो हाम्रो किङ सेन्डीको पावर, हामी बुझ्न सक्छौं उहाँको इन्टरनेसनल पावर कति छ। एउटा कुरा चाहिँ के सुनेको छ भने अनफलो गर्ने काम गरिरहेछ। सो त्यस्तो चाहिँ काम नगरौँ हामी चाहिँ, त्यसरी गर्दा चाहिँ हामी फ्यानै राम्रो छैन भन्ने कुरा आउँछ। सो जसरी फलो गर्नु भएको छ त्यसरी राज वारिसले सपोर्ट गर्दै गरौँ। हाम्रो सन्दीप लामिछानेले जे भए पनि राज वारिसले बोलाएको छ र उहाँको रेस्पेक्ट गरेको छ। सो नेक्स्ट म्याचमा हाम्रो किङ सेन्डीको के हुन्छ, प्लेइङ 11 मा पर्नुहुन्छ कि पर्नुहुन्न के थाहा, उहाँलाई चाहिँ इम्पोर्टेन्ट म्याचको लागि राखिएको छ कि भनेर। सो हजुरहरु यसमा के भन्नुहुन्छ, आफ्नो विचार हजुरले राख्नु होला। सो भेटौँ अब नेक्स्ट भिडियोमा नेक्स्ट अपडेट लिएर। सो अहिले भिडियो यही नै गर्न चाहिँ हस्त धन्यवाद। हजुरहरुको दिन शुभ रहोस्।